जाँदैछौँ। हामी आइपुग्यौँ। केही छ सामान हेर है, सबैको भएन। हामी आइपुग्यौँ। हाई गर्नु न त ल। सबै खाएर नाचे। देखेको नि छैन हो यस्तो देख्यो। फाइनली आयौँ ल। हेलो 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 अरे दाइ उ ओहो हामी त फेरि भेट भयो हजुर। कर्बडाँडा पछि आइदियो आयो त आइदिएला नि बसेको देखा ल। सबैजनाहरू यता छ। अब तातो तातो चिया खाने बेला भयो हाम्रो। फाइनली कति बज्यो अहिले टाइम हेर त। भ्लगले गर्दा भोलि मेरो फोटोमा कति बज्यो हुन्छ हेर सबैजना आइपुग्यौँ। अब चाहिँ हामी यहाँ चिया खाना तातो तातो चिया खाना रेडी छ। यहाँ छोराहरू यहाँ दाइहरू वाउ कति राम्रो देखेको नि। ल हालै सर्भिस गरे दुईजना बहिनीहरूले चिया दाइहरूलाई सबैलाई। चिया हालेको फोटो खिच्नु त। फोटो खिच्नको लागि दर्शन फोटो पठाइदिनु। सबैको भिडियो आएको छ है गाइजलाई भाषा हो नलजाइकन ओके। ला चिया त हेर्नु। राम्रोसँग खाऊ है झिरझिरे पनि परे केकमा।
हामी नाच्न जान ओए तिम्रो नाम के कस्तो हो विशाखा भनेको अनब्लक गर अरे विशाखाले भनेको हामी चाहिँ लुवाङगाउँ चाहिँ सबैजना ड्युटी भ्याएर जाँदा चाहिँ 8 बजीतिर पुगेको थियौँ 9 बजीसम्म खाजा खाएर 10-11 बजेभित्र खाना खाएर सबैजना नाचेर रमाइलो गऱ्यौँ फोटोसुटहरू हानेर बारबिक्यू गरेर 12-1 बजीसम्म हामी चाहिँ सबैजना 12-1 बजीतिर रमाइलो गरेर सुत्यौँ भोलिपल्ट किन भन्दा चियाबारी जानु थियो लुवाङको चियाबारी जानलाई बिहान उठेर सबैजना रेडी भएर खाजा खाएर माथि गयौँ सबैलाई गरेर एक राउन्ड ओ के हानी हो हेर है हामी हिँड्दै हौँ फुच्चे भाइहरू पछाडि छ स्कुलको टुर आयो जस्तो देख्यो ल गाइज देखो न के लाग्छ त्यस्तै होला त्यही भएर झ्याप्प झ्याप्प आँखाले देखे जस्तो मोबाइलले क्याप्चरै गर्दैन चियाबारी गएपछि हामीहरू सबैजना ग्रुप फोटो सुट गऱ्यौँ सबैजना मिलेर अनि सबैको बोइजहरूको मात्र ग्रुप पनि गरेँ हामी दिदीभाइको पनि गऱ्यौँ अनि दिदीबहिनीको पनि फोटो सुट हान्यौँ त्यो पछि हामी टिकटक बनाउन रेडी गऱ्यौँ टिकटक बनाउँदा चाहिँ बाटोमा भाइहरूसँग पनि भेट भयो दिदीभाइसँग पनि फोटो सुट हान्यौँ अनि टिकटक बनाएपछि एउटा ग्रुपको फोटो लियौँ त्योपछि हामी चियाबारीमा नि फोटो हान्यौँ सबैजना मिलेर अनि बाटोमा आउँदा मैले त्यो लुवाङ गाउँको नि फोटो खिचेँ यसको साथ धेरै रमाइलो भएको थियो अनि हामीहरू सबैजना घरमा आएर खाना कार्यक्रमतिर लाग्यौँ अनि बाटोमा फोटोसुट हान्दै गाउँहरूको फोटो खिच्दै अनि गाडी बस पार्कमा हामी गाडी वेटिङ गर्दै थियौँ र त्यो बेलामा मैले यिनीहरू फोटोसुट हान्दै अनि गाडी आयो हामी सबै बाटोमा भ्यूहरूको फोटो खिच्दै रमाइलो ए अनि बिच
वर्षमा चाहिँ हाम्रो यो प्रवेशद्वारनिर चाहिँ झरेर फोटो हान्यौँ फेरि अनि खोलाहरू रमाइलो दृश्य हेर्दै अगाडि बढ्यौँ। अनि मैले चाहिँ लास्ट आवरमा चाहिँ सबै ग्रुपहरूको फोटो हालेर चियाबारीको देख्नुबाट तल बिदाई कार्यक्रममा घर फ्यामिलीसँग खिचेको फोटो देख्नुबाट सबै भिडियोहरू फोटोहरू हालेर रमाइलो गर्दै यो फोटो चाहिँ चियाबारी कतै हेरेर हाल्ने हैन, हामी कतै हाल्ने हैन। र हामी सबैजना रमाइलो गरेर मेरो बचपनको साथीहरू देख्नुबाट मेरो भाइ बहिनी सबैजनाको रमाइलो क्षण यहीँ सीमित भयो।